चाहिँ सिभिल 3D बाट डाइरेक्टली हेक्रासमा एक्स्ट्रा गरिदियो डाटा। त्यसको लागि के थाहा हुनुपर्छ भन्दाखेरि चाहिँ अप स्ट्रिमबाट चाहिँ चेनेज 0 सुरु हुनुपर्छ, डाउन स्ट्रिमतिर जानुपर्छ। चेनेजको फर्मेट यही हुनुपर्छ, अप स्ट्रिमदेखि डाउन स्ट्रिममा हुनु पर्यो। त्यसको लागि सुरुमा हामी आउटपुट जान्छौँ, त्यसपछि हेक्रासमा जान्छौँ, एक्सपोर्ट टु हेक्रास। सर्फेस हाम्रो कुन थियो, सर्फेस यो भयो, सिलेक्ट गऱ्यौँ। रिच एलाइनमेन्ट हो, स्याम्पल लाइन ग्रुप चाहिँ क्रस लेखेको थियौँ, रिभर चाहिँ हाम्रो पुण्य माता हो। अनि एक्सपोर्ट गर्छौँ हामी। फाइल नेम मैले अहिलेको लागि धीरज लेखिदिएँ, धीरज जियो भयो। त्यसपछि धीरज मात्रै लेखिदिउँ, धीरज लेखिदिएँ। धीरज लेखेर यो चाहिँ अब नयाँ फाइलमा राखिदिउँ। केमा राखिदिने यो, केमा डकुमेन्ट्समा राखिदिन्छु। एउटा नयाँ हेक्रास भन्ने छ, धीरज न्यू लेखिदिन्छु अहिलेको, धीरज न्यू लेखिदिन्छु। हेक्रासमा लगाएर सेभ हानिदिएँ, कुनै मात्र ओके। एक्सपोर्ट यो ओके गर्नुपर्छ, ओके भयो, हाम्रो सेभ भयो। अब हेक्रासमा जान्छौँ, हेक्रासमा गएर फाइलमा नयाँ फाइल खोल्छौँ। यसको नाम चाहिँ मैले राखिदिएँ। हामीले डकुमेन्टमा हेक्रासमा चाहिँ राखौँ होइन, ठिक छ। क्रिएट फोल्डर गरेर यसमा चाहिँ पुण्य लेखिदिएँ, मात्रा लेखिदिएँ, ओके गरिदिएँ। स्पेस चेक हुनुपर्छ अरे, यो स्पेस दिनु हुँदैन भनेको थियो, यसमा ओके गरिदिएँ, ओके। त्यसमा हामी के गर्छौँ, यहाँ जान्छौँ। त्यसको लागि चाहिँ अब फुल खोलौँ, त्यसपछि फाइलमा जाउँ। त्यसपछि इम्पोर्ट जियोमेट्रिक डाटा गरेर जिआइएस फर्मेटमा जुन सेभ गरेको थियौँ हामीले डाटा डकुमेन्ट्समा, हेक्रासमा थियो न्यू भन्ने, धीरज न्यू भन्ने थियो हाम्रो डाटा, त्यही भएर ओके गरिदिउँ। आयो यसलाई युनिटमा चेन्ज हाने, इम्पोर्ट नेक्स्ट गरौँ, यो गरौँ। अब जुन हामीले सुरुमा हामीले अप स्ट्रिमको डाटालाई हामीले 0 चेनेजबाट सुरु गरेको थियौँ नि, यहाँ चाहिँ हेक्रासले ठ्याक्कै अपोजिट लेख्छ। त्यही भएर हामीले यहाँको डाटालाई ठ्याक्कै अल्टरनेट उल्टै पारिदिनुपर्छ। अहिले यहाँ कपी गरेर यहाँ यो अहिले डिलिट हान्नुपर्छ, एक्सेलमा जानुपर्छ। एक्सेलमा गएर सर्ट उल्टै सर्ट गरिदिए पर सानोदेखि ठुलो राखे पर ठ्याक्कै त्यसमा पेस्ट हान्न सजिलो हुन्छ हामीलाई। कन्ट्रोल भी गरेर यसलाई सर्ट कसरी गर्ने भन्दा स्मलदेखि लार्जेस्ट गर्ने, ठ्याक्कै अपोजिट भयो नि त। अब हामीले त्यसमा हेक्रासमा लगाएर ठ्याक्कै प्लट हानिदिने, यसमा कन्ट्रोल भी हानिदिए हाम्रो डाटा हेर्नु ठ्याक्कै उल्टे भयो नि त। हेक्रासले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ यहाँ ठुलो चेन्जेसलाई त्यसले अप स्ट्रिम मान्छ, सानो चेन्जेसलाई चाहिँ डाउन स्ट्रिम मान्छ। हामीले भयो फिनिस इम्पोर्ट डाटा गरिदिउँ, हाम्रो डाटा आयो। अब के गर्नुपर्छ भन्दाखेरि चाहिँ हामीले अप्सनमा जानु पर्यो, कहाँ छ फेरि चाहिँ हेक्रासमा जानु पर्यो। रिच लेन्थ पनि हामीले ठ्याक्कै के गर्नुपर्छ भन्दाखेरि चाहिँ यहाँदेखि सिलेक्ट अल गर्ने, लास्टको 0 हुनुपर्छ नि, यहाँ ठ्याक्कै यति एक स्टेप माथि राखिदिन्छ यसले। कपी गरेर सुरुबाट गर्ने, लास्टसम्म पेस्ट हानिदिने, लास्टको भ्यालु चाहिँ 0 हुनुपर्छ। यति गऱ्यो भने रिच लेन्थ मिल्यो, ओके गरिदिउँ। अब हामीले चाहिँ म्यानिङ्स मिलाउनु पर्छ, म्यानिङ्स। यसको लागि हामीले सबै सिलेक्ट गऱ्यौँ। अहिलेलाई मैले
यतिकै 0.035 हालिदियो। ओके गऱ्यौँ होइन, ओके गऱ्यौँ। के गर्नु पऱ्यो भन्दा जियोमेट्री डाटा सेभ गर्नु पऱ्यो। यसको लागि लेखिदिउँ, जियोमेट्री लेखिदिउँ, पुण्य मात्रामा सेभ गऱ्यौँ। ओके, जियोमेट्री डाटा सेभ भयो। यति गरेपछि यो सेभ भयो जियोमेट्री डाटा। यहाँ पहिला बरु स्टेट फ्लो ल ठिकै छ, सर्ट आइडी ल यस लेखेँ भयो। क्रिटिकल अप्सनमा गएर हामीले उसको भ्यालु त दिएकै छैन। हामी अब स्टेडी फ्लोको डाटाहरू लेख्छौँ। यसमा ल 1 लेखेको हुन्छ, हामीले 3 लेख्यौँ। नर्मल्ली 3 ल राख्यौँ, 150 इयर 100 इयर र ल Q40 को राख्ने भए PF3 मा एडिट हान्ने भनेको चाहिँ यो अप्सनमा गएर एडिट प्रोफाइल नेम हुन्छ, यसमा गएर ल जी लेख्नु। जस्तो Q40 चाहियो भने Q40 भनेर नियर नेम हानेको हामीले ओके गर्ने। यहाँ आउँछ यस्तै बक्सहरू, यसमा ल Q40 हामीले मैले जनरली यतिकै भ्यालु चाहिँ 10 मिटर क्युब पर सेकेन्ड 20 र Q40 मा ल 2 राखिदिएँ मैले। त्यसपछि फ्लो लोकेसन गर्ने, बाउन्ड्री कन्डिसन चाहिँ मैले क्रिटिकल डेप्थ राखिदिएँ है। अनि के गरेँ, अनि त्यसपछि एप्लाई डाटा भयो, यो भयो, भयो। अनि फाइलमा गएर सेभ गरेँ स्टेडी फ्लो डाटाको। स्टेडी भनेर राखिदिएँ, सेभ गरेँ, ओके गरेँ होइन। त्यसपछि ब्याक गरेर रन गर्ने, स्टेडी फ्लो एनालाइसिस गर्ने। रन कम्प्युट भयो, रन भयो। त्यसपछि हामीले हेर्नको लागि के गर्नुपर्छ भन्दाखेरि यसमा जाने, त्यसपछि क्रस सेक्सन हेर्ने। ए आयो डाटा हाम्रो, यो भनेको 50 इयर्सको, एज 50 इयर्स भयो। रेजिस्ट्रेसन ल 0 हटेरौँ, यसमा यति छ, यस्तो छ, यो डाटाहरू आउँछ लेखेको छ। यसमा 50 इयर्सको एज 50 इयर, यो 50 इयर्स। यो चाहिँ फ्लड म्यापिङमा चाहिँ हामीले हेर्न सकिन्छ। हामीले 50 वर्षमा धेरै नै डिस्चार्ज हालेको थियो प्लानमा, योभन्दा यति कट्ने भयो भन्ने थाहा भयो। यति यति 100 वर्षको यस्तो आउँछ, Q40 मा चाहिँ यति यति प्लानमा देखिन्छ भनेर थाहा पाइयो। अब हामीलाई Q40 कहाँ कहाँसम्म स्टेज आउँछ भने रिभरको थाहा हुन लागि हामी चाहिँ उसमा जान्छौँ। यसमा चाहिँ यसमा क्रस सेक्सनमा जाने भयो। अनि यहाँ चाहिँ अप्सन देखाएको हुन्छ, 50 इयर्समा चाहिँ कति आउँछ, 50 इयर्समा यति आउँछ, 50 इयर्स रिटर्न पिरियडको डिस्चार्जमा यति आउँछ स्टेज, 100 इयर्सको यति आउने भयो। र हामी Q40 भनेर 2 मिटर पर सेकेन्डमा राखेँ, 2 मिटर क्युब पर सेकेन्डमा राखेको थियौँ, यति आउने भयो। यतिको लागि चाहिँ यही देखाउन खोजेँ मैले। ल फाइनल्ली